लिएर चोटपटक लागेर चाहिँ अलिअलि छ कहाँनिर भेट्नुभयो? यो चाहिँ अब यो बच्चा चाहिँ हजुर इलाका प्रहरीलाई सर बच्चालाई चाहिँ कहाँ कसरी भेट्नुभयो? यो बच्चा चाहिँ 2 गतेबाट हजुर यो गैँडाकोट नगरपालिका वडा नम्बर 14 भागर स्थित को घरबाट चाहिँ नि बिहान 6:30 बजे चाहिँ हजुरआमा च्याउ खोज्न भनेर जङ्गलमा जाँदा पछि लागेको त्योभन्दा माथि केही माथि उहाँको बाजेले चाहिँ रुँदै गएको देखेको भनेको आधारमा हामी बच्चा जीवितै भेटिन्छ कि भन्ने हिसाबले 2 गतेबाट हामीले खोज्न सुरु गरेका हौँ र त्यो खोज्ने क्रममा उहाँहरूको घर परिवार र स्थानीय जनप्रतिनिधि लगायत हामी सम्पूर्ण टोली गरेर लगभग 150-200 जनाको टोलीले खोजेको थियो। 2 गते जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट एसपी साहब अनि यो सशस्त्र प्रहरी नायब उपरीक्षज्यू लगायत हाम्रो टोली गएको थियो भने 3 गते हामी लगभग 35 देखि 40 जनाको सङ्ख्यामा सशस्त्र प्रहरी र हाम्रो संयुक्त टोली गएको थियो र त्यस पछाडि हामीले दिनभरि खोज्यौँ। लगभग 250 भन्दा बढी मान्छेहरूको सहभागितामा हामीले जङ्गलपुरै सर्च गरेका थियौँ र हामीले 2 गते र 3 गते भेटेनौँ। आज चाहिँ नि उहाँलाई 9:30 बजे यो शङ्खदेवी सामुदायिक वन र सुन्दरी सामुदायिक वनको बिचको सिमानामा पर्ने एउटा खोल्छो जस्तो चाहिँ नि भाग छ। त्यसमा चाहिँ ढुङ्गाहरू टन्न ढुङ्गाहरू ढड्यानहरू छ। त्यो ढड्यानको माथि ढुङ्गामा बसिरहेको अवस्थामा र स्थानीय मान्छेहरूले देखेर खबर गर्नुभयो। हामी चाहिँ खोज तलासमै व्यस्त थियौँ। जङ्गलमा हामीले 4-5 समूह बनाएर चाहिँ खोजेका थियौँ र आज खोज्ने क्रममा यसरी आज बिहान चाहिँ उहाँलाई फेला पारेको। उहाँको अवस्था सकुशल छ र सामान्य निधारमा र गालामा चोट लागेको छ। यसरी यो 2 ठाउँमा चोट लागेको छ। यो चाहिँ ढुङ्गामा यसरी चढ्ने क्रममा दरपरेर चोट लागेको हुनसक्छ भन्ने हाम्रो पछि ऊ आफै नै निस्केको, त्यस्तो अरू कुनै अप्रिय घटना चाहिँ होइन? अप्रिय घटना कुनै पनि हो जस्तो हामीलाई लाग्दैन। बच्चा ढुङ्गामाथि सकुशल फेला पर्यो। हामीले लगातार चाहिँ 3 दिनसम्म खोज्यौँ। 3 दिनका दिन आज 3 दिन भयो। 3 दिनका दिन यसरी ढुङ्गामाथि हामीले फेला पारेको हो र उहाँलाई चाहिँ कसैले लगे जस्तो हामीलाई लाग्दैन। सबै चाहिँ त्यो एरियाको सबै हामी मिलेरै खोजेका हौँ र साथ सहयोग सबैले राम्रोसँग दिनुभयो। अहिले हामी उहाँलाई चाहिँ भरतपुर सरकारी हस्पिटलमा लगेर चाहिँ सामान्य उपचारको लागि त्यहाँ लाँदैछौँ। फर्दर केही भयो भने डक्टरको सल्लाह अनुसार ट्रिटमेन्ट हुने कार्य हुन्छ। यहाँ वडा सदस्यजी हुनुहुन्छ, उहाँ चाहिँ बच्चाको हजुरआमा हुनुहुन्छ। हजुरसँग चाहिँ च्याउ टिप्न गएको बेला हराएको? तपाईँ के गरिरहनु भएको थियो र बच्चा साथमै हुँदा पनि याद गर्नुभयो हुन्छ? म अब घरमै सोधेर गर्थेँ। म च्याउ काट्नको लागि मेरो पछि गइरहेछ। हजुर तपाईँलाई चाहिँ थाहा थिएन गएको? हजुर मलाई थाहा थिएन, सधैँभर घरमै हुन्थ्यो। अहिले चाहिँ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खोज तलासी गरेर